हे गाइज गुड मर्निङ गाइज होइन आज हाम्रो चाहिँ दोस्रो दिन हामी आज यहीँ बास मागेर बसेको थियौँ यहीँ नजिकै घरमा यही यहाँ एकजना अङ्कलको घरमा होइन बाजेको घरमा हाम्रो बिस्तारा यस्तोमा सुतेको कि आज रात यस्तोमा रात कटाएको होइन यही सब चारजना यहीँ सुते धन्न एकजना यहाँको बाले दिनुभयो बास होइन केटा उता गएको कि कुरा गर्नु त्यो बासँग बिहानको भ्यू घाम पनि लाग्यो होइन भर्खर यहाँ घाम हुँदैन देखिया छैन बादलले गर्दा मौसम चिसो यहाँ त यस्तो चिसो रहेछ नि सरर हावा चलाएको कि बिहान नि अब यहाँदेखि झर्नु पर्ने हुन्छ तल है ठ्याक्क अहिले 6 बजे छ है 6:15 भइसक्यो 6 बजे उठेको थियौँ अब यहाँ हल्का हातमा धोएर फ्रेस भएर झर्ने हुन्छ अनि आज घाम पनि लाग्दैन होला यार मौसम एकदम चिसो छ यहाँ फेरि यस्तो हुन्छ अरे कि यो डाँडो छ नि त एकदम उचाइ भएको कारणले चाहिँ यहाँ मौसम तलतिरको जस्तो गर्मी हुन्न अरे बाजेलाई धेरै धेरै धन्यवाद होइन नै हो नि त बाजे हामी जाडोमा मर्थ्यौँ त राति कोठामा भित्र सुत्दा त यस्तो रुगाले भेटेको सुत्नु मलाई होइन यदि म माथि त्यही बाहिर सुत्दै भए त मलाई त निमोनिया हुन्थ्यो आज राति फेरि एउटा कुरा कि घरको सुख सुविधा र यहाँको सुख हो घर भन्ने घर हो फरक पर्ला अब तपाईँहरू कस्तो सुविधामा हुर्किनु भएको छ यस्तो ठाउँ छ हजुर हामीले पनि यहाँ पचाछौँ हजुरहरूले त पचाउन सक्नु भएको एकदम चिसो सदाबार यस्तै हो यस्तै हो चैत वैशाख गौरी मेसु जाडो पनि यस्तै हुन्छ हजुरको कात्तिकको मङ्सिर यस्तै हुन्छ हजुर अझ अहिले त यस्तो छ हजुरको माघ फाउनतिर आउनुहोस् त असाध्यै राम्रो हिमालहरू देखिने कस्तो देखिन्छ कस्तो यहाँ सुत्नु चाहिँ मजा सुत्यो बाहिर सुत्न परेको भए अप्ठ्यारो गाह्रै पर्थ्यो भए अप्ठ्यारो भयो घर सुते जस्तो कहाँ होला हो त्यो त हामीले जुन सोचेर आथ्यौँ बाजे बाहिर सुत्छौँ भनेर आथ्यौँ नि त्योभन्दा हामीलाई स्वर्ग मिल्यो कोठा हो साँच्चै राति हामी एकपटक नि उठ्न परेन फेरि तपाईँहरू इमान्दारी भएकोले पनि तपाईँ राति अझ हामी आछौँ कि आएन भनेर हेरिदिन आउनुभयो त्यो पनि खुसी लाग्यो कि किन भन्दाखेरि राति एक दुईचोटि आउनु भएको थियो बिहान नै पनि आएँ त्यहाँ अरूले चम्का छन् हामीलाई त्यहाँ ओहो बगाल हिँडेको छ कि मैले हिजै साँझ भनेको थिएँ नि यो करैको मूल्य होइन पहिले आफ्नो मूल्य गर्नुहोस् मान्छेको मूल्य गर्नुहोस् हो इमान्दारिताको मूल्य गर्नुहोस् त्यसपछि यो करै भन्ने कुरा त उसले कति हो फलामको फलामको चिज हो अर्को आउँछ अब हामीले कतिपय उसमा देखिरहेछौँ मान्छे हजुर को जुन खपरको पनि मूल्य छ कि हो छ हेर्नुहोस् 4 पैसाको मूल्य छ एकदम 1000 रुपियाँको मूल्य छ लाखको पनि मूल्य छैन र एकदम छ किन भन्दाखेरि हामी लाखको मूल्यमा जान पर्यो नि हो त्यो त हो हाम्रो मूल्य भनेको लाखको मूल्य हामीले त्यस्तो मनस्थिति बनाउनु पर्यो कि हामी यस्तो केही छैन गर्दाखेरि त करे फलाम ठुलो होइन के इमान ठुलो मान्छेको एउटा मानवता ठुलो कस्तो हो हामी त मान्छेको जन्मे हो होइन र बाबु हजुर ए मैले त उहाँ बाजारले बोतल दिनु पर्यो भने यहाँ त बोतल खिच्छ नि साथीको बोतलको पसल रहेछ यहाँ त्यो हामी राति खाएको कोल्ड ड्रिङ्कको बोतल बाजेलाई पानी भर्नुहुन्छ भनेर दिउँला राखेको थियौँ यहाँ त बाल झन् पुरै यहीँ पुरा खेरेर राख्नु भएको रहेछ हो हामी जस्तालाई कसै नलिएर आउँछ नि तिनीहरूलाई दिनलाई चाहिँ एकदम राम्रो हुन्छ बाजेले फलफुल पनि बहुत लगाउनु भएको रहेछ त बाजे चाहिँ मेहनती हुनु रहेछ है ठिक छ नि त 5 बजी उठेर दुर्ने हो नि त्यस्तो एउटा उहाँ बस्यो अन्ति ल बस्नुहोस् है बा ल फेरि आउँदा नि सम्झिरहन्छौँ हुन्छ आउनु सम्झिनुहोस् यो ठाउँ ल हस् हजुर ल हामी चाहिँ अहिले हिँड्न लागेको है मेरो ब्याग झन् ठुलो भयो है सामान निकाल्दा किन हो अरे हावाले फुलिहाल्छ ब्यागले खायो क्या रातभरि हो ल हामी फाइनली चाहिँ अब यहाँबाट निस्किँदैछौँ
दामी खालको एउटा चाहिँ सहयोगी पाइ मान्छे भेट्नुभयो हामीले चाहिँ होइन सबजना एकदमै अत्यन्त मिलनसार खालको हामीले हाम्रो गाउँको याद आइरहेको छ कि यो जुन लाइफ स्टाइल बाँच्यो नि आज हिजो रातिदेखि गाउँको पुरै गाउँको याद आयो हामीलाई लाग्यो कि हाम्रै कान्छो बा हाम्रै माइलो बाले चाहिँ हामीलाई बास दिनुभयो होइन त्यस्तो खालको एउटा अनुभव लियो रमाइलो यात्रा भयो हिजोदेखि बाटैभरि सहयोगी मान्छेहरू बा चाहिँ एकदम कुरो बुझ्ने कि होइन सहयोगी रहेछन् कि यस फेरि पनि के लाग्यो भने गाउँ भने गाउँ हो कि होइन यतिको सहयोग हामीले त्यो घोराई बजार 30 रुपियाँ पाउँदैन बजारमा कहाँ दिन्छन् र यार जति गाउँमा सहयोग मिल्छ नि बजारमा कौनी मान्छेले दिन्न के हामीले त्यहाँ पानी खोज्यौँ भने पनि पैसा दिनुपर्छ पैसाले यहाँ त पानीको यस्तो अभाव छ नि कुरै छोड्दिनु पानीको यस्तो अभाव छ पानी बोक्ने अहिले हामी देखाइहाल्छौँ ठाउँ कहाँबाट हो तर पनि हामीलाई मुख धुन खाने पाइयो के हामी चाहिँ अहिले है चिया बिहानको एकदम चियापान हुँदैछ हाम्रो फेरि हिजो चढेको त्यो दाइको टिप्पर आउँदैछ कि कन्ट्याक्ट नम्बर ल्याएको थियौँ अनि फोन गरेर सोधेको आउँदैछु बस्दै गर 15-20 मिनटमा आउँछु भन्दै हुनुहुन्छ होइन अनि जबसम्म चिया खाऊँ न त भनेर चिया खान खाऊँ सिले खाने जस्तो चिया रहेछ यार लेस सुगर मलाई सुगर कम लाग्यो अब चाहिँ हाम्रो टोली फर्किने क्रममा छ घरतिर होइन हाम्रो हिजोकै सन्तोष दाइसँग चाहिँ हामी लागिरहेको छौँ घरतिर साथीहरू हेर्नु मुसलधारे पानी परिरहेको अवस्था छ हामी चाहिँ होइन भर्खर माथि सवारीकोटबाट झर्यो हाम्रो चाहिँ अब दाजी सन्तोष दाजीले चाहिँ हामीलाई यहाँसम्म ल्याइ पुऱ्याउनु भएको छ होइन एकदम थ्याङ्क यू भन्न चाहन्छौँ सबजना केटाहरूले चाहिँ पानी चाहिँ एकदम खतरनाक परिरहेको छ होइन हामी त्यहाँ खाँटीमा जाने हो खाता हामीसँग एउटा छ जम्मा होइन अनि 4 जना त अट्टिन्न अनि पहिला एउटालाई छोडेर आउँछ तिनले अनि अर्कोलाई लिन आउँछन् फेरि अर्कोलाई छोड्दै त्यस्तै एकदम ल्याउने आउने कार्यक्रम भइरहेको क्या हाम्रो फेरि त्यहाँ खाँटी छ नि त त्यहाँ गएपछि मजाले बसिन्छ यहाँ पनि सानो एरिया छ पानी भिजायो क्या पानी चाहिँ डेन्जर परिरहेको क्या यार एउटालाई छोडेर आएँ अब फेरि यसलाई लएर जान्छन् अनि यसलाई लएर गएर फेरि मलाई लिन आउँछन् यिनले ल मान्छे बोक है अब मलाई छोड्न आउँछन् कि मलाई लिन आउँछन् त्यसलाई छोड्ने अर्कोलाई छोडेर आएँ होइन अर्कोलाई छोडेर अब मलाई लाग्छन् लिन आऊ यहाँ त एउटा पैसा कमाउनुलाई पैसा अब मलाई लगाउनु होइन भिजेकै सब यार पानी एकदम डेन्जर आइरहेछ होइन फाइनली गाइज है अहिले चाहिँ हामी घर आइपुग्यौँ है घर आएर यहाँ भोक लाग्थ्यो नि त चाउचो साउचो बनाएर टक्क चाउचो खाँदैछौँ चिउरा र चाउचो हिजो बचेको चिउरा थियो अनि हिजो मही खाने भनेर चाउचो लागेको थियौँ त्यही चाउचो फिर्ता लिएर आएको थियौँ त्यही चाउचो बनाएर खाना खाऊँ केटाहरूले नानी राख्नु गम है पानी चाहिँ लास्ट पुरै पानी पऱ्यो कि यस्तो झेउ गर्ने आउने बेलामा यता त चट्टान परेर सातै लौदियो यार त्यही हो गाइस अब भिडियो चाहिँ यहीँ एन्डिङ गरौँ होइन धेरै लामो नै किन बनाउनु छ र भिडियो हेर्दैकोमा धेरै धेरै धन्यवाद है अरू भिडियो नि आउँदै गर्छन् हेर्दै गर्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँ एन्डिङ गर्छौँ बाई